चिया खानु भयो त? कहाँबाट खानु चिया? यो हाम्रो घरको चुलो पनि ठ्याक्कै तपाईँ जस्तै छ क्या। मरि गए बोल्दै बोल्दैन। अनि हेर्नु नि है, मरि गए बोल्दैन क्या। खाना खानु भयो? ए दाइ, ग्यासै छैन भन्दैछु त। भात चाहिँ कहाँबाट खानु, केमा पकाएर खानु? यहाँ ग्यास लिन जान लाज लागेर आमालाई लिन पठाएको। हिजो रात लामो उब्रिँदै चाहिँ नि बालनले रेस बनाउँछ भन्दै हिँडियो। अहिले यो मोर्या अनुहार लिएर चाहिँ नि कसरी लाइन बस्नु ग्यासमा? त्यही भएर चाहिँ नि आमालाई सिन्देर बोकेर पठाएको। बुढीमा 3 दिन भइसक्यो, अहिलेसम्म घर फर्केर आएको छैनन्। रिङटा लाएर उतैतिर ढलिसकेन् कि के हो थाहा छैन। ठुल्दाजु विदेश जान्छु भनिकन चाहिँ नि उता पासपोर्ट बनाउन भनेर गइथ्यो अस्ति। 1 हप्ता भइसक्यो, न अमेरिकातिर पुगिसक्यो कि त्यो पनि लाइन बस्दा बस्दै ढलेर चाहिँ नि तपाईँको अहिले हस्पिटलतिरै छ कि त्यो पनि थाहा छैन। आफू यहाँ आमाले ग्यास लिएर आउँथिन् र तरकारी पकाएर खाउँला भनेर यहीँ तरकारी काटेर कुरेर बसिरहेको छु। कहिलेसम्म कुर्ने हो थाहा छैन। यो के अहिले हामी यो नेपाली जनताको हालत यस्तो भयो कि एक थोपा पानीबाट बस्न खोज्दा पुरै भेलमै बग्यो भने जस्तो भएको छ क्या। केही समाधान गर्न पर्यो प्रभु।